हेलो सेवार वेलकम छ मेरो छोटो मिनी ब्लगमा। हजुरहरूले देख्न सक्नुहुन्छ आज चाहिँ यस्तो यमी यमी छ कि यो चाहिँ हाम्रो चेली माइती दिदीबहिनी समूह हो। हामी चाहिँ यसरी चिज गर्दैछौँ। देख्नुहोस् त साथी हो, यस्तो मिठो छ कि यमी यमी। हेर्दै यो चाहिँ मेरो थुक आइसक्यो। हेर्नुहोस् त पैसा यति धेरै छ कि यो चाहिँ हाम्रो चेली माइती अनि दिदी बहिनी मिलेर हामीलाई समूह बाँधेको छौँ। यो चाहिँ आङदेम्बी समूह हो। हजुरहरूले पनि देख्न सक्नुहुन्छ। हजुरहरूले पनि यदि मनपर्छ भने यसरी समूह बाँधेर तपाईँहरूले पनि यस्तो गर्नुहोस् है। मान्छेले बचत गर्नु राम्रो कुरा हो होइन, तर आफ्नो विचार हो। हामी चाहिँ यो यसरी बचत गर्छौँ अनि भोजन पनि लिने गर्छौँ कि कविता दिदी चाहिँ एकदम चिया बाँड्दै हुनुहुन्छ अनि यसरी भोजन गर्छौँ। तपाईँहरूले चाहिँ कस्तो समूह हो भोजन खाने भन्नुहुन्छ होला, तर त्यो होइन नि साथी हो। हामी चाहिँ जहिले पनि अब यसरी भेटघाट हुँदैन, त्यसै कारणले गर्दा हामीले समूह बाँधेको हो। यदि हजुरहरूलाई पनि मनपर्छ भने यसरी बचत गर्नुहोला। अनि यदि मेरो भिडियो त हजुरहरूलाई मन पर्यो भने लाइक कमेन्ट सेयर पनि सब्सक्राइब पनि गरिदिनु होला। प्लिज प्लिज हजुरको एकदम साथ सपोर्टको जरुरी छ। अनि हामी चाहिँ जहिले पनि 55जना छौँ। जहिले पनि यसरी महिनामा 19 गतेको दिन चाहिँ महिनामा जहिले पनि यसरी भेट भएर भोजन लिने गर्छौँ। अनि यस्तो यमी यमी छ कि हामी अनि यसरी नै सी यू बाई बाई। लाइक कमेन्ट सब्सक्राइब